các bạn xem xem ngay ơi mẹ xem này chắc rồi म यतिखेर भारतको शिलङ राज्यमा छु। मैले यहाँ यतिखेर देखिरहेको छु कि यहाँ चाहिँ झारूको बिजनेस राम्रो तरिकाले हुँदो रहेछ। हाम्रो गाउँघरमा झारू त्यत्तिकै खेर गइरहेको छ, तर यहाँ चाहिँ यो झारू कारोबार गरेर मनग्गै पैसा कमाएका भेटियो। नेपालको नि पूर्वी भागमा यसको बिजनेस हुन्छ भनेको सुनेको छु। पूर्वी भाग यो झापा जिल्लाको धुलाबारीमा यसको होलसेल मार्केट छ भनेको बुझेको छु। नेपालको पूर्वी भागमा 5 थर र 13 थुममा सबभन्दा ज्यादा कुचोको उत्पादन हुन्छ भन्ने पनि सुनेको छु। पश्चिम गण्डकी प्रदेशमा चाहिँ बजार व्यवस्था नहुनाले त्यत्तिकै यहाँको चाहिँ कुचो त्यत्तिकै खेर गइरहेको छ। यहाँ यसरी एक बन्डलमा 50 केजीको ओजन हुँदो रहेछ। यो 50 केजीको ओजन गरेर फ्याँक्दैछ अनि यो फ्याँकेको चाहिँ यसरी चाहिँ बोरामा लपेटेर प्याकिङ हुँदो रहेछ। यो चाहिँ मालिक मारवारी। बिजनेसमा त हर बिजनेसमा मारवारी नै आगे हुन्छ। यिनीहरू यो खरिददार चाहिँ मारवारी हो। यदि तपाईँ बेरोजगार हुनुहुन्छ भने यसरी खेर गइरहेको कुचोलाई चाहिँ बिक्री गरेर मनग्गे आम्दानी गर्न सक्नुहुन्छ। यसको लागि चाहिँ नेपालको पूर्वी भाग झापा जिल्लाको धुलाबारीमा कन्ट्याक्ट गर्नुपर्छ र पश्चिममा चाहिँ नेपालगञ्जमा नि यसको होलसेल मार्केट छ भनेको सुनेको थिएँ। यसै गरी भैरवाबाट नि केही सप्लाई हुन्छ भनेको सुनेको थिएँ। तपाईँ बेरोजगार हुनुहुन्छ भने यसबाट खेर गइरहेको कुचोलाई बिक्री गरेर मनग्गे आम्दानी गर्न सक्नुहुन्छ भन्दै यो 50 केजी गरेर फ्याँकिदियो। यसले काँटा गरेर यो म्यानेजरहरूले हेर्दैछ, त्यहाँ 1 नम्बर 2 नम्बर छुट्याउँदैछ। त्यहाँ 2 नम्बर एउटा फेला पार्यो, त्यसले फ्याँकिदियो। यसरी यसले उठाएर त्यहाँ चाहिँ पेकिङ गर्दैछ उसले चाहिँ। यो सब बिहान पेकिङ भएको हो। không vừa nữa खुबलाई
खुबलाई सलाम